हेलो नमस्ते गुड मर्निङ हेर्नु न म भर्खर उठेको छु होइन बाहिर उज्यालो भइसकेको छ अनि यति राम्रो भ्यू देखिन्छ मेरो रुमबाट आई अलवेज मिस दिस किनकि म राति ड्युटी गर्छु अनि यो भ्यू मैले कहिले पनि क्याच गर्न पाउँदिनँ होइन त्यही भएर आज चाहिँ मैले अनि हेर्नु न कस्तो राम्रो गुलमोहर फलेको छ कति राम्रो देखिन्छ कि तर मैले कहिले पनि हो त्यसपछि म फ्रेस भएँ आएँ पूजा गरेँ मेरो सानो छ पूजा गर्ने ठाउँ त्यसपछि म रेडी भएर सेलुनतिर लागेँ मेरो आज अपोइन्टमेन्ट थियो खुट्टाको जेलिनु गर्ने अनि मेरो यो हेड वास पनि गर्नुपर्ने थियो या दिस इज माई लेग अनि म पुगी पनि सकेँ अनि गएर हेड वास गरेँ अनि उहाँ बहिनीले चाहिँ मेरो ब्लो ड्राई गरिदिनु भयो कति राम्रो देखेको छ वाउ मलाई एकदम मन पर्यो म चाहिँ बोटक्स गरेको थिएँ अनि म चाहिँ फर्स्ट वास चाहिँ मैले पार्लरमै गएर गरौँ भनेर अनि त्यसपछि मेरो खुट्टाको जेलिनु पनि राम्रो भएको छ जेलिनु गरेँ अनि उहाँले लाइन कस्तो राम्रोसँग तानिदिनु भएको छ उहाँ चाहिँ सायद मलाई लाग्छ यो उहाँको फर्स्ट सेकेन्ड यस्तो मतलब भन्छ नि फ्रेस नै हो उहाँ चाहिँ यसमा तर पनि सी डिड भेरी वेल अनि म चाहिँ रेडी भएँ म त्यहाँबाट निस्किन लाग्यो पेसै गऱ्यो निस्किन लागेँ घरमा आएँ म घरमा आएँ त्यसपछि घरमा आउँदाखेरि मेरो पार्सल आएको देखेँ समथिङ इज वेटिङ फर मी भनिरहेको थिएँ म कति यस समथिङ इज वेटिङ फर मी लेट्स गो एन्ड ओपन इट या हियर इज माई चार सङ्केत मैले चाहिँ यो चाहिँ वालेट भयो चार सङ्केतको अनि मेरो चाहिँ ओभनवाला टोटे ब्याग पनि आएको छ म त त्यो अर्को भिडियोमा देखाउँछु द्याट अल्सो सो अमेजिङ लुक आई लभ इट यति राम्रो छ क्या यति राम्रो छ होइन मलाई कस्तो कोइनहरू पनि मैले युज पनि गरिसकेँ क्या त्यो कोइनहरू पनि राख्न मिल्ने होइन मैले चाहिँ लगभग एक आज 13-12 तारिक होइन कति अनि यहाँ चाहिँ टोटे ब्यागको चाहिँ यो ब्याग मैले अनबक्सिङ गरिसकेको छु यो ब्याग पनि छ होइन म चाहिँ यो ब्याग अनबक्सिङ गरेको म अर्को भिडियो पनि बनाउँछु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो म भोलि ट्राभलमा जाँदैछु आई विल सो यु माई नेक्स्ट भिडियो एज वेल थ्याङ्क यू